कुनै व्यक्तिले हजारवटा राम्रो काम गरे पनि कसैले एप्रिसिएट गर्दैन, त्यसको कसैले तारिफ गर्दैन। तर कुनै व्यक्तिले त्यही व्यक्तिले चाहिँ एउटा मात्रै गल्ती गर्यो, एउटा मात्रै नराम्रो काम गर्यो भने हजारजना पुरै संसारै आएर त्यसलाई ब्लेम गर्छन्, त्यसलाई नराम्रो भन्छन्, नाना थरीका गाली गर्छन्। हो, यही अवस्था चाहिँ अहिले हाम्रो नेपालको मिडियम पेस बलर नन्दन यादवमाथि लागू भएको छ साथीहरू। त्यही नन्दन यादव जसले पुरै म्याचमा युएसएलाई ब्याकफुटमा धकिलिरहेको थियो, उनको अन्तिम ओभर मात्रले लिएर नेपाली क्रिकेट दर्शकहरूले चाहिँ उनलाई ट्रोल गरिरहेछन्, अहिले क्रिटिसाइज गरिरहेछन्, जुन चाहिँ एकदमै नराम्रो कुरा हो साथीहरू। उनको त्यो लास्ट ओभर भएको अगाडिको स्पेल हेर्नुभयो भने द्याट वाज अनबिलिभेबल। सन्दीप लामिछानेको भन्दा राम्रो इकोनोमी वाइज उनको स्ट्याट्स रहेको थियो। मात्र 36 रन दिएर एउटा क्रुसियल विकेट युएसएका कप्तानको उनले लिएका थिए र उनको त्यो जुन लास्ट ओभर थियो, त्यो ओभरमा आई थिङ्क 48th ओभर या 49th ओभर हो गेमको, जसमा एकदमै कम रन्स डिफेन्ड गर्नुपर्ने थियो र एकदमै प्रेसर सिचुएसन। र उनी कुनै एक्सपिरियन्स बलर होइन नेपालका। उनको डेब्यू भएको एकदम धेरै भएको छैन। उनको यो 2टा मात्रै ओडिआई म्याच उनले खेलेका छन्, त्यसैले उनी एकदम एक्सपिरियन्स बलर होइन। त्यस्तो प्रेसर सिचुएसनमा एउटा नयाँ बलर र उनले आफू प्रेसरमा आएर थोरै गल्ती गर्न पुगे र त्यो गल्तीको सजाय त्यो ओभरमा 17 रन पड्यो। तर यसको मतलब यो होइन कि उनले गर्दै यो गेम हारेको हो भनेर। उनले पुरै अगाडिको स्पेलमा नेपाललाई जीवित राखेको थियो। उनको एकदम राम्रो बलिङले, एकदम राम्रो इकोनोमिकल बलिङ रहेको थियो। त्यसैले हामी नेपाली दर्शकहरूको कर्तव्य के रहन्छ भने, जिम्मेवारी के रहन्छ भने, यस्तो राम्रो बलरलाई क्रिटिसाइज नगरिकन अझ प्रोत्साहन गरेर चाहिँ सपोर्ट गर्न जरुरी छ, ताकि आउँदो दिनहरूमा उनले आफ्नो गल्तीहरूलाई सुधारेर अझ राम्रो पर्फर्म गर्न सकोस्। धन्यवाद।